के साह्रो अति गरेको मेरो पनि खुट्टा भाँचेकै हो तर मैले त कहिले यसो गरिनँ है भनेर चाहिँ कमेन्ट गरिरहनु भएको थियो नि त कि अन्त म त छक्कै पर्छु तपाईँहरू भिडियो बनाउनु हुन्थेन होला नि त होइन म तपाईँ एज अ कन्टेन्ट क्रिएटर म त भिडियो बनाउनु पर्यो नि त होइन गाइज फेरि तपाईँको एउटा हड्डी मात्रै भाँचेको होला मेरो पर्यो तिनवटा भाँचेको त्यसका भाँचेको मेरै भाँच्नुपर्ने तिनवटा हड्डी पनि घरिघरि त आफूलाई थप्पड हानौँ जस्तो रिस उठ्छ नि त्यहाँ देख्नु हुँदैछ मैले देखाउँदैछु तिनवटा हड्डी भाँचेको नि त मेरो अन्त 6 मन्थ रेस्ट भनेको त्यहाँ देखिहाल्नु होला स्टिल लगाएको पनि कि घरिघरि त म त भाँचेर फ्याँकिदिउँ जस्तो रिस उठ्छ नि मेरै खुट्टा हो तर के गर्नु आफ्नै खुट्टा मै हिँड्नुपर्छ त्यही भएर मैले मजाले रेस्ट गरेर चाहिँ म हिँड्ने हुनुपर्छ होइन गाइस पहिलाको जस्तै उफ्रिने नाच्ने रिल्स बनाउने हुनुपर्छ नि त तपाईँको सानो भाँचेको होला त्यही भएर तपाईँलाई 2-3 महिना रेस्ट गऱ्यो होला फेरि म त एज अ कन्टेन्ट क्रिएटर पऱ्यो भिडियो बनाउनै पऱ्यो रिल्स बनाउनै पऱ्यो यदि तपाईँ मेरो पहिलाको फलोवर्स हुनुहुन्छ भने चाहिँ तपाईँलाई पनि याद छ होइन म त पहिल्यैदेखि मेरो लाइफको अपडेट दिँदै आएको हो र भ्लग मिनी भ्लग फ्यामिली भ्लग हुँदै आएको सो म आफ्टर एक्सिडेन्ट पनि मैले त भिडियो त कन्टिन्यू गर्नु पऱ्यो नि त होइन यो त मेरो प्रोफेसन जस्तै हो नि त गाइस 1-2 रुपियाँ दिइरहेको छ फेसबुकले अन्त यस्तो अवस्थामा म चाहिँ आमदामी छैन होइन अब यस्तो बेड रेस्ट गरेर बसिरहेको छु 1-2 रुपियाँ पैसा त चाहियो नि त होइन जे हुनु थियो भइहाल्यो सायद मेरो लाइफमा यस्तै लेखेको थियो होला र यस्तै भइहाल्यो होइन अब यो कुराहरूलाई चाहिँ म अब अगाडि बिर्सिँदै जानु पर्यो नि त होइन तपाईँहरूको छेउमा रुएर कराएर मेरो खुट्टा जाती हुने होइन मेरो खुट्टा चाहिँ रेस्ट गर्नुपर्छ है रेस्ट गरेर जाती हुन्छ अनि गाइस तपाईँहरूको छेउमा म रुएर कराएर त गरेको छुइनँ नि त होइन म मेरै लाइफ जिउँदैछु तपाईँहरूलाई के भन्नु गाइस यहाँनिर यति साह्रो पर्छ कि यो दिनहरू काट्नु चाहिँ के भन्नु तपाईँलाई म के चाहिँ भन्नु म केही भन्नु सक्दिनँ होइन त्यही भएर म जति सक्दो हाँस्छु बोल्छु रमाउँछु गीत गाउँछु अब त्यो सबै भुल्ने कोसिसहरू गर्छु होइन जति सक्दो म आफूलाई एकदम बिजी राख्ने कोसिस गर्छु तपाईँहरूलाई थाहा छ मैले सानो बिजनेस पनि स्टार्ट गरेको छु लुगाको है सो हजुरले एकदमै माया दिइरहनु भएको छ है अनि त्यसको लागि थ्याङ्क यू सो मच अन्त म चाहिँ यहाँनिर लुगाहरू आज डेलिभर गर्नुपर्ने थियो नि त कतिवटा सो त्यो मिलाउँदै थिएँ अन्त खाना खाने बेला पनि भयो है भाउजूले चाहिँ खानामा अन्डा पकाएको थियो अनि आलु र सागको झोल आम्बो यति साह्रो मिठो हुन्छ कि गाई साँच्चै म त बस्तीमै हुर्केर होला दालहरू भन्दा पनि त्यहाँ अब हुन्छ नि हरियो परियो आलु थाउ त्यसको झोल सिमरायोको झोलहरू चाहिँ एकदमै मनपर्छ हो भाउजूले चाहिँ आज आँगन सफा गर्नु हुँदै थियो किनभने नानीलाई लन्च पनि लगेन पढाइबाट कता म्यानेज गर्यो होला भाउजूले होइन त्यहाँबाट भाउजू आज दिनैभरि आँगन उखाल्दै थियो अन्त म भने एकदम भित्र उयो गर्दै थिएँ के भन्नु त एक्सर्साइज गर्दै थिएँ यति साह्रो पर्छ एक्सर्साइज गर्नु गाइस के भन्नु म तपाईँहरूलाई दुख्छ नि दुख्छ के गर्नु अब दुखोस् मलाई म के हुन्छु त अब के हुन्छु भन्नु न गाइस दुख्छ होइन मलाई यस्तो रिस उठ्छ होइन साला दुखोस् भनेर चाहिँ म चाहिँ एकदम गरिदिन्छु क्या एक्सर्साइज चाहिँ अन्त दुख्छ जबसम्म मलाई दुख्दैन मलाई त्यो दिनै वेस्ट गएको जस्तो लाग्छ होइन किनभने जति दुख्यो त्यति भित्र पस्यो त्यति नै राम्रो के भन्छ त्यो नसा उयो हुँदै गएको अरे नि त खुलिँदै गएको अरे नि त कि गाई अरूभन्दा पनि साथीहरू मलाई पुरा डर लाग्छ मेरो खुट्टा लामो छोटो हुन्छ होला कि नभए चाहिँ बाङ्गो हिँड्ने हुन्छ होला भनेर त्यही भएर पुरा डर लाग्छ गरिदिन्छु एक्सर्साइजमा त सो एक्सर्साइज गरेर बसिरहेको थिएँ अनि ठिक्कै माथिबाट दिपा दिदी अनि मेरो एकदम ह्यान्डसम भदाई है यो पनि छुट्टी आएको रहेछ अनि 2जना चाहिँ मलाई हेर्न आएको रहेछ है बिचरा दिदीहरू अनि त्यतिकै गफहरू गर्दै थियो भाउजू चाहिँ स्कुल गयो नानी ल्याउनु त्यहाँबाट ठिक्कै माथिबाट गुन्केश्री एसएसजीको दिदीहरू मिसहरू आइपुग्नु भएछ है अनि ला हामी त ढिलो भयो है हेर्नु भन्दै थियो अबि त्यस्तो केही छैन ढिलो आउनुभयो त के भयो त एकदमै धेरै धन्यवाद तपाईँहरूले सम्झिनु नै मेरो लागि एकदमै ठुलो कुरा हो है एकदमै धेरै धन्यवाद सम्झेर आइदिनु भयो खुसी लाग्छ नि त यसरी यस्तो भएर बस्दाखेरि न आफू हिँड्नु सकिन्छ न बाहिर जानु सकिन्छ है अनि बाहिरको मान्छेले मलाई माया गर्ने मान्छेले यसरी सम्झेर आइदिनु भयो भने चाहिँ एकदमै कस्तो हुन्छ त्यो दिनै उज्यालो हुन्छ खुसी लाग्छ अनि उहाँहरूले मेरो सानो बिजनेस यहाँ मेरो लुगाहरू पनि हेर्नुहुँदै थियो होइन अनि हेर्नु न वाउ लिची समयको फल चाहिँ खानु अरे नि त गाइस होइन अनि सबैजनाले के बोकेर आउनुभएछ है तर मलाई सम्झेरै मात्रै आउनुभयो भने एकदमै धेरै धन्यवाद है सम्झेरै मात्रै आउँदा पनि हुन्छ है केहरू लिएर आउनुपर्छ भने पनि छैन है त हजुरहरूलाई धेरै धन्यवाद सम्झेर आउनुभयो अनि नेन्सी स्कुलबाट आइपुग्यो होइन अन्त त्यसले चाहिँ अगाडिदेखि नै उयो भन्दै थियो अरे नि त मम्मीलाई किनी माग्दै थियो अरे लिची कि ठिक्कै घरमा देख्दाखेरि चाहिँ पुरा खुसी भएको नि नेन्सी हो अनि भाउजूले चाहिँ आधी काम गरिसकेको थियो तर आधी चाहिँ उयो गरिसकेको थिएन नि त उखालिसकेको थिएन अनि त्यहाँनिर पुरा
महिलाहरू पनि थियो अन्त त्यो आएर गर्दै थियो अनि म पनि अहिले त हेर्नु न गाइस म पनि हिँड्छु नि बाहिरसम्म निस्केर यताउता चाहिँ गर्छु कि तर के गर्नु गाइस मैले आफूले आफूलाई केयर गर्नुपर्छ ज्यादा हिँड्नु हुँदैन 6 महिनासम्म होइन अनि बेलुका भयो खानासाना खायो त्यहाँबाट कोकोनट ओइल लगाएँ अन्त नेन्सीलाई पनि पढाएँ त्यहाँबाट यसले चाहिँ आर्ट गर्दै थियो होइन आर्ट गर्दै थियो होइन त म त छक्कै परे हेरेको त मेरो राम्रो खुट्टा अरे एउटा चाहिँ राम्रो खुट्टा अरे एउटा चाहिँ भत्केको खुट्टा अरे हो कस्तो हँसाउँछ के भन्नु तपाईँहरूलाई गाइस रमाइलो हुन्छ सो गाइस आजको भ्लग चाहिँ यतिसम्मै होला थ्याङ्क यू सो मच फर वाचिङ